जय मसीह अनि न्यानो स्वागत छ नेपालका प्यारा नयाँ पुस्ताका साथीहरू अनि हाम्रा श्रोता विश्वासी जनहरूलाई आजको यो गहिरो अध्ययनमा तपाईहरू सबैलाई हृदयदेखि नै स्वागत गर्दछु। हजुर, जय मसीह, आमेन। सम्पूर्ण श्रोताजनहरूमा मेरो पनि एकदमै न्यानो अभिवादन। आजको हाम्रो यो बसाई साँच्चै नै आशिषमय हुनेछ भन्ने मलाई लागेको छ। हो नि, आज हामी एकदमै एउटा गहिरो र रोचक विषयमा कुरा गर्दैछौँ। मतलब बाइबललाई साँचो अर्थमा कसरी बुझ्ने, कि यो उच्च बौद्धिक क्षमता वा भनौँ न धेरै आइक्यू भएको मानिसले मात्र बुझ्ने कुरा हो त? त्यही त, संसारको नजरमा हेर्ने हो भने त धेरैलाई त्यस्तै लाग्छ नि है। धर्मशास्त्रको गहिराई नाप्न त पक्कै पनि कुनै ठूलो विश्वविद्यालयको शैक्षिक योग्यता चाहिन्छ होला जस्तो लाग्छ। एकदमै। तर आज हामी स्रोत सामग्रीहरूबाट यो कुराको खण्डन गर्नेछौँ। आजको हाम्रो यस विस्तृत छलफलको मुख्य उद्देश्य नै एउटा रहस्यमय साँचोको बारेमा बुझ्नु हो, जसलाई हामी पवित्र आत्माको ज्योति वा प्रकाश भन्छौँ। पवित्र आत्मा हुनुहुन्छ। हो त नि, उहाँको प्रेरणा बिना, उहाँको उज्यालो बिना हाम्रा आत्मिक आँखाको अन्धकार कहिले हट्न सक्दैन। अनि जबसम्म त्यो अन्धकार हट्दैन नि, वचनले हाम्रो हृदयमा स्पर्श गर्नै सक्दैन। एकदम साँचो कुरा। त्यसैले चाहिँ आज हामी यो विषयलाई अझ खोतल्दैछौँ। मतलब ज्ञान र बुद्धिको बारेमा हाम्रो परम्परागत सोचाइलाई आजको यो अध्ययनले पुरै परिवर्तन गरिदिनेछ। हजुर, तर यहाँनिर मलाई एउटा कुराले अलिकति घोचिरहेको छ। यदि बाइबल बुझ्न बौद्धिकता चाहिँदैन भने यसलाई कसले अझ राम्रोसँग बुझ्न सक्छ त? यो एकदमै रमाइलो प्रश्न हो। म एउटा उदाहरण दिन्छु ल। मानौ हामीसँग एउटा बाक्लो विज्ञानको किताब छ वा कुनै दर्शनशास्त्रको किताब छ। पक्कै पनि हार्वर्ड विश्वविद्यालयका विद्वानले त्यो राम्रोसँग बुझ्नेछन्, होइन त? हजुर, संसारको किताबको हकमा त त्यो 100% सही हो। तर यहाँ एउटा गहिरो प्रश्न उठेको छ के। एकातिर हुनुहुन्छ हार्वर्ड विश्वविद्यालयबाट प्रथम श्रेणीमा उत्तीर्ण भएका एकदमै प्रतिभाशाली विद्वान, जसलाई प्राचीन ग्रीक र हिब्रू भाषाको पनि दक्खल छ। हजुर। अनि अर्कोतिर हुनुहुन्छ अक्षर मात्र चिन्न सक्ने नेपालको कुनै दुर्गम हिमाली गाउँकी एक सामान्य हजुरआमा। अब भन्नुहोस् त, यी दुई मध्ये कसले बाइबललाई अझ गहिरिएर बुझ्न सक्छ? ओहो, यो तुलना त साँच्चै नै एकदमै शक्तिशाली छ है। हेर्दा त हार्वर्डको विद्वानले नै बुझ्छ जस्तो लाग्छ नि त। हो नि, तर स्रोतले अर्कै कुरा भन्छ, होइन र? एकदमै। किनभने नि संसारका अन्य पुस्तकहरू र बाइबल बीचमा एकदमै ठूलो भिन्नता छ। यो भिन्नता हामीले बुझ्नै पर्छ। कस्तो भिन्नता? अलिकति प्रश्न पारिदिनुस् न। मतलब येशू ख्रीष्टको रगतबाट पाप क्षमा नपारेको व्यक्ति, चाहे ऊ जतिसुकै चतुर र विद्वान किन नहोस्, उसको लागि बाइबल केवल इजरायलको पौराणिक कथा मात्र बन्न पुग्छ। भनेपछि एउटा सामान्य ऐतिहासिक किताब जस्तो मात्र हो नि, वा भनौँ न केही नैतिक शिक्षाको किताब मात्र। धर्मशास्त्रीय भाषामा यसलाई आत्मिक अन्धोपन भनिन्छ। आत्मिक अन्धोपन? यो त एकदमै गम्भीर शब्द भयो नि। हजुर, यसलाई अझ बलियो बनाउन म 1 कोरिन्थी 2:14 पदलाई उद्धृत गर्न चाहन्छु। त्यहाँ स्पष्ट लेखिएको छ, शारीरिक मानिसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन। शारीरिक मानिस भन्नाले? शारीरिक मानिस भनेको त्यही केवल आफ्नै बुद्धिमा भर पर्ने मानिस। अनि त्यहाँ अगाडि भनिएको छ, किनकि ती कुराहरू आत्मिक रूपमा मात्र ठम्याउन सकिन्छ। एकदम सही। कति अनुग्रही कुरा। यो सत्यताले त हामीलाई कति नम्र बनाउँछ है। हामीले आफ्नो पढाइ वा बुद्धिमा घमण्ड गर्ने ठाउँ नै रहेन नि। साँचो कुरा। ती विद्वानले ऐतिहासिक सन्दर्भ र व्याकरण त बुझ्लान्, तर ती हजुरआमाले पवित्र आत्माद्वारा त्यो वचनभित्रको जीवन पाउनुहुन्छ। एउटाले अनुवाद गर्छ, अर्कोले रूपान्तरण अनुभव गर्छ। वाउ, एउटा अनुवाद गर्छ, अर्कोले रूपान्तरण अनुभव गर्छ। यो त साँच्चै नै हालेलुया। तर फेरि पनि यदि संसारको सबैभन्दा तेज दिमागले पनि बाइबल बुझ्न सक्दैन भने एउटा सामान्य व्यक्तिले हजारौं वर्ष पुरानो धर्मशास्त्र कसरी बुझ्न सक्छ त? हो, यहाँनिर चाहिँ हामी अघि कुरा गरेको प्रकाशको अर्थमा प्रवेश गर्छौं। अंग्रेजीमा इल्युमिनेसन भन्छ नि। हजुर, प्रकाश। यो कसरी काम गर्छ त? जब ती अक्षर मात्र चिन्न सक्ने हजुरआमाले बाइबल खोल्नु अघि एकदमै नम्र भएर भन्नुहुन्छ नि, हे परमेश्वर, पवित्र आत्मा पठाउनुहोस् र मलाई यो वचन बुझ्न मद्दत गर्नुहोस्। हजुर।
हो त्यो नम्र प्रार्थना गर्दा एउटा अद्भुत चमत्कार हुन्छ के पवित्र आत्माले उहाँको हृदयमा उज्यालो छरिदिनुहुन्छ। मलाई यहाँनिर एउटा दृष्टान्त जोड्न मन लाग्यो है। हजुर भन्नुहोस् न। यो त के अरे एउटा एकदमै अन्ध्यारो कोठामा पस्नु जस्तै हो नि। मानौ त्यो कोठाको भित्ताघरि संसारकै सुन्दर चित्रहरू राखिएका छन्। कस्तो राम्रो उदाहरण। अनि तपाईसँग जतिसुकै तेजिलो र स्वस्थ आँखा भए पनि बत्ती नबलेसम्म तपाईँले ती चित्रहरू देख्न सक्नुहुन्न नि त। पटक्कै सकिँदैन। अँध्यारोमा त सबै उस्तै हो। त्यही त नि, पवित्र आत्माले हाम्रो आत्मामा त्यही बत्ती बाल्ने काम गर्नुहुन्छ के। जब उहाँले बत्ती बाल्नुहुन्छ अनि पो हामी ती चित्रको सुन्दरता देख्छौं। आमेन। एकदमै सटिक दृष्टान्त। पवित्र आत्माले बत्ती बालेपछि मात्र ती पानामा भएका कालो मसीका अक्षरहरू जीवित हुन्छन्। हो नि। अनि मलाई त स्रोतमा उल्लेख भएको एउटा कुराले झन् एकदमै गहिरो छुवाइदियो के। कुन कुराले? मतलब जब पवित्र आत्माको प्रकाश आउँछ नि, हजारौं वर्ष पुराना ती अक्षरहरू पानाबाट बाहिर निस्केर आउँछन् अनि ठ्याक्कै आजको हाम्रो व्यक्तिगत परिस्थितिलाई छुने गरी परमेश्वरको जीवन्त आवाज बन्छन्। साँच्ची नै अचम्मको अनुग्रह। यो त कति गहिरो अनुभव हो है। हजारौं वर्ष पुरानो शब्दले आज हाम्रो आँसु पुछ्ने रुमालको काम गर्छ। हो त नि, यो मानवीय तर्कले व्याख्या गर्न सक्ने कुरै होइन नि। यो त केवल पवित्र आत्माको स्पर्शले मात्र सम्भव छ। साँच्ची नै अचम्मको अनुग्रह। एकदमै। त्यसैले त येशूलाई आफ्नै आँखा अगाडि देखेर पनि सारा धर्मशास्त्र कण्ठ भएका फरिसीहरूले उहाँलाई चिन्न सकेनन्। ओहो हजुर। किनकि उनीहरूसँग त्यो बत्ती बलेको थिएन। उनीहरू आत्मिक रूपमा अन्धो थिए। कति गम्भीर कुरा है। यसले त हामीलाई सधैँ नम्र भएर परमेश्वरको आत्मामा निर्भर रहन सिकाउँछ। हाम्रा श्रोता विश्वासी जनहरू, आजको यो सम्पूर्ण छलफललाई समेट्दै म तपाईहरूलाई एउटा कुरामा उत्साहित गर्न चाहन्छु। हजुर, पक्कै पनि। यो त हामी सबैले लागू गर्नुपर्ने कुरा हो। हामी जब पनि बाइबल पढ्न बस्छौं नि, आउनुस् हामी नम्र भएर घुँडा टेकौं अनि यो घोषणा गरौं कि बाइबल तेजिलो दिमागले होइन तर पवित्र आत्माको शक्तिले मात्र बुझ्न सकिन्छ। आमेन। अनि यसका साथसाथै म हाम्रा श्रोताहरूलाई एउटा नयाँ तर एकदमै गहिरो विचार छोडेर जान चाहन्छु। हजुर भन्नुहोस् न। भोलि बाइबल पढ्नु अघि तपाईले सयौं पटक पढेको कुनै पुरानै पदलाई पनि पवित्र आत्माले कसरी एउटा नयाँ र व्यक्तिगत सन्देशको रूपमा उज्यालो पार्नुहुनेछ होला। वाउ, साँच्चै है। सयौं पटक पढेको पद पनि नयाँ भएर आउन सक्छ। हो नि। एकपटक त्यो नम्र प्रार्थना गरेर त हेर्नुहोस्, तपाईको जीवन सधैँको लागि परिवर्तन हुनेछ। आमेन। यो त एकदमै मननयोग्य प्रश्न भयो। आजको यो बसाई साँच्चै नै आशिषमय रह्यो। अब हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। हजुर, आजको यो उज्यालो सन्देशले धेरैको हृदयमा काम गर्नेछ भन्ने मेरो विश्वास छ। पक्कै पनि। ल आउनुहोस्, अब हामी दुवैजना मिलेर एकदमै पूर्ण उल्लास र कामबुङ गहिरो छुवाईका साथ एउटा महान सत्यको घोषणा गरौं। आमेन। ल सँगै भनौं। सम्पूर्ण ब्रह्माण्ड र मलाई सृष्टि गर्नुहुने महान रचनाकार उहाँ नै परमेश्वर हुनुहुन्छ। फेरि एकपटक, सम्पूर्ण ब्रह्माण्ड र मलाई सृष्टि गर्नुहुने महान रचनाकार उहाँ नै परमेश्वर हुनुहुन्छ। शालोम। शालोम।